गोदावरी किटिनी हाउजिङको ठ्याक्कै नजिकै जग्गा चाहिँ अब हाम्रो 7 आनामा हो। यो हाम्रो 16 फिटे रोड भयो, घर यो भयो 7 आनामा बनेको 2.5 तला। अब यो भूकम्प अघि पछि बनाउनु भएको, भूकम्प पछिको घर हो। हेर्नुहोस्, उहाँ जग्गाधनीसँगै सोधेर भिडियो बनाउँदैछु म। यसपछिबाट आएर यो यस्तो छ, यो दक्षिण फेस भयो, दक्षिण पूर्व मोडाको भन्या जस्तो डबल रोड भयो। यो सँगै कुलो भयो। यहाँबाट अब उहाँको माफ्रेमा यताको उहाँले छोडिसक्नु भएको छ, यतापट्टिबाट छोड्न बाँकी हो। यस्तो प्रकारको छ यो, यत्रो ठुलो कम्पाउन्ड। यस्तो बच्चाहरू खेलिरहेका छन् यत्रो कम्पाउन्डमा भन्या जस्तो। जम्मै पैसा पनि धेरै सस्तो छ, 2 करोड 60 लाख मात्र राखेको छ। अब यहाँ चाहिँ यस्तो यस्तो घरहरू छन्। यो चाहिँ अब नयाँ बस्ती हो, पुरै नयाँ बस्ती भयो। अब यो यसरी हेर्नुहोस्, घर यो भयो, आउने रोड हाम्रो यो भयो। म राख्छु त्यसलाई पनि। अनि यसपछिबाट आएर अब हाम्रो गाडी तपाईँको 3टा गाडी अट्छ, 2टा यतापट्टि अट्छ, एउटा यो बिचमा अट्छ। घर यो डिजाइनको हो। यो आउने हामी रोड भयो, यस्तो छ। अब यताबाट पनि म खिच्छु, यताबाट आएर टैँ यो आउने रोड भयो। यो 16 फिटे रोड भयो। त्यो बिचबाट फेरि कुलोबाट चाहिँ 20 फिटे रोड। ल यताको चाहिँ यसरी छ, यो घर भयो यसरी यसरी यसरी। यो पनि बिक्रीमा छ। त्यो पल्लो 4 आना जग्गाको भयो, त्यो चाहिँ 1 करोड 70 लाख मात्रै। यो चाहिँ ट्याक्क लाएर 7 आना जग्गामा 2.5 तले घर। भूकम्प पछि बनेको यो 2 है, नयाँ नयाँ घरहरू हुन्, भूकम्प पछि बनेको हो। अब यसको चाहिँ 2 करोड 60 लाख मात्रै राख्नुभएको छ उहाँहरूले। त्यही हो, यस्तो छ।